पहिलो प्रश्न रहेको छ पत्र व्यवहार भनेको के हो? पहिलो कुरा हजुरले के कुरा बुझ्नु पर्यो भने पत्र व्यवहार भनेको के हो भन्ने कुरा बुझ्नु पर्यो। पत्र व्यवहार भनेको कुनै एउटा त्यस्तो व्यक्तिगत रूपमा हुनसक्छ, व्यापारिक रूपमा हुनसक्छ, सरकारी तथा सामाजिक जुनसुकै तरिका सन्दर्भमा एउटा जानकारी आदान प्रदान गर्ने है। त्यसभित्र विशेष गरी दर्ता, चलानी, त्यसको सारांश, संक्षिप्त टिपोटदेखि लिएर यी विषयहरू समावेश हुन्छन्, जसमा आदान प्रदान गर्न लिखित रूपमा गरिएको संवादलाई जनाउँदछ है। संवाद भनेको त्यो चाहिँ लिखित रूपमा राखिएको, बसेर डिस्कसन भन्दा पनि त्यो स्रोतको एउटा सम्प्रेषण जस्तो हो। यस अन्तर्गत विशेष गरी चिठी, इमेल, औपचारिक तथा अनौपचारिक पत्रहरू, आवेदन, आग्रह पत्र, सूचना आदान प्रदान गर्न प्रयोग गरिने अन्य लिखित माध्यमहरू पर्ने गर्दछन्। यसलाई हामीले पत्र व्यवहार भन्ने गरिन्छ है। यसरी हामीले परिभाषित गर्न सक्छौँ। त्यसो त पत्र व्यवहार गर्दाखेरि कस्ता विषयहरू ध्यान दिनु पर्दछ भने पहिलो कुरा त हाम्रो पत्रको उद्देश्य के हो स्पष्ट रूपमा लेखिनु पर्दछ। पत्र लेख्नु अघि हामीले कस्तो खालको के विषयमा प्रश्न लेख्दैछौँ त्यो विषय प्रष्ट हुनु पर्दछ। औपचारिकता, शिष्ट भाषा, औपचारिक वा अनौपचारिक शैली अपनाउनु पर्दछ। कुन शैलीमा चिठी पठाउने हो त्यो विषयमा औपचारिकता अपनाएर पठाउनु पर्ने गर्दछ। सटिक र सरल भाषा भन्छ। यसमा विशेष गरी हामीले पत्रचार गर्दा कम्तीमा पनि त्यो पत्र प्रापककर्ताले बुझ्न सक्ने तरिकाले है, पत्र प्रेषित गर्नेलाई पनि एउटा बुझाइमा स्पष्ट हुने तरिकाले संक्षिप्त भाषामा प्रयोग गर्नुपर्दछ। त्यसै गरी शिष्टता र नम्रता, यसै गरी हामीले सम्बोधन गर्ने विषयहरूमा शिष्टता र नम्रता भयो भने अझ त्यसमा सुन्दरता आउने गर्दछ। सही संरचना भनेको पत्रको प्रारम्भ भाग, मुख्य भाग, निष्कर्ष यस्ता व्यवस्थित रूपमा लेख्नु पर्दछ, सिलसिलेवार रूपमा जानु पर्दछ। व्याकरण र शुद्धि तपाईँलाई थाहा नै छ। जब कि त्यस्ता पत्रचारहरू गर्दाखेरि शुद्धिका विषयहरू, व्याकरणका विषयहरूलाई ख्याल गर्नुपर्दछ। चाहे अङ्ग्रेजी होस् चाहे नेपाली होस्, सही प्राप्तकर्ता विशेष गरी अहिले त इमेल इन्टरनेटको जमाना सँगसँगै अलिकति यसमा धेरै सहज भएको छ। पहिला हामीसँग यो हुलाको माध्यमबाट पठाउँदाखेरि कतिपय धेरै जस्तो चिठीहरू प्राप्त नहुने सम्म देखिन्थ्यो। त्यो कारणले गर्दा प्राप्तकर्ता सोही हुँदछ। मिति लेख्ने, हस्ताक्षर गर्ने, पत्र सङ्ख्या, चलानी सम्पूर्ण भएपछि मात्र पत्र पठाउनु पर्दछ र आवश्यक परेमा त्योसँग सम्बन्धित कागजातहरू संलग्न गरेर पनि पठाउनु पर्दछ। त्यसो त अन्तिम एउटा उद्देश्य के ध्यान दिनुपर्ने के हो भने गोपनीयता र उचित प्रयोग हुन्छ। पत्र कोही गोप्य हुन्छ, अति गोप्य हुन्छ, जरुरी हुन्छ, अति जरुरी हुनसक्छ, सामान्य हुनसक्छ। त्यसको गम्भीरता हेरेर त्यस्तो कुरा गोप्य अधिगोप्यहरू खुलाएर मात्रै पत्र पठाउनु पर्दछ भन्ने कुरा। यो विशेष गरी दर्ता चलानीमा रहने र कार्यालयमा सम्पूर्ण यो सम्पर्कमा मुटु भएको कारणले गर्दा यस्ता विषयहरूमा ध्यान दिएर मात्रै पत्र व्यवहारका कामहरू गर्नुपर्दछ भनेर भनेको छ है। अब दोस्रो नम्बर प्रश्न छ, गुनासो भनेको के हो? कार्यालयमा सेवा प्रवाहका सिलसिलामा प्राप्त भएका गुनासो सम्बोधन गर्ने विधिहरू के हुन् उल्लेख गर्नुहोस् भनेको छ। पहिलो कुरा त हजुरहरूले गुनासो भनेको के हो भन्ने विषयमा हजुरहरू क्लियर हुनुपर्दछ। के हो गुनासो भन्ने विषयमा हजुरहरू क्लियर हुनुभयो भने त्यसले एउटा आफूलाई नलेज हुन्छ। विशेष गरी आफू सेवा प्रवाह लिने सिलसिलामा अथवा कुनै एउटा सार्वजनिक निकायमा, विशेष गरी हामीले सार्वजनिक निकाय तथा सार्वजनिक निकायबाट मान्यता प्राप्त संस्था र ती तपाईँको सेवाग्राही भएर ठोकिने जति पनि संस्थाहरू हुन्छन् त्यस्ता संस्थाहरूबाट त्यहाँको सेवाको प्रक्रिया, विधि र त्यसबाट परेको असरको सम्बन्धबाट जुनबाट एउटा असन्तुष्टि पैदा हुन्छ, अप्ठ्यारो परियोजना आउँछ र अन्यायको अनुभव गर्दछ, त्यसपछि व्यक्त गरेको शिकायत हो, त्यो गुनासाजन्य गुन्जायस हो। त्यस्तो गुनासाजन्य अभिव्यक्तिलाई गुनासो भन्ने गरिन्छ। यो एउटा व्यक्तिगत हुनसक्छ, व्यावसायिक हुनसक्छ, संस्थागत हुनसक्छ, सन्दर्भमा हुनसक्छ जहाँ सेवा, व्यवहार, नीति वा कुनै कार्यप्रति असन्तोष जनाइन्छ। गुनासो समाधानको अपेक्षासहित औपचारिक वा अनौपचारिक रूपमा व्यक्त गर्ने गरिन्छ भन्छ। यसरी गुनासोलाई परिभाषित गर्न सकिन्छ है। त्यसो त गुनासो कार्यालयमा भएका सम्बोधन कसरी गर्न सकिन्छ भन्दा प्रत्येक गुनासोलाई दर्ता गर्ने र गुनासो दर्ता गर्ने प्रणाली अपनाउने
त्यसको विषय र गम्भीरतालाई हेरेर आवश्यक प्रक्रिया अनुसार गुनासो पहिलो कुरा दर्ता गर्नु पर्यो है। गुनासो सुन्ने र प्राथमिकता निर्धारण गर्ने, कस्तो खालको गुनासो आइरहेको छ, सेवा प्रवाहका विषय होस्, कार्य सम्पादनका विषयहरूमा होस् होइन, अथवा आर्थिक पाटोतिर विषयहरू, त्यसको गुनासो सुन्ने र त्यसको आधारमा प्राथमिकता आधारमा गुनासोलाई प्रछौट गर्ने व्यवस्था गर्नुपर्दछ। यो विधिहरू हुन्। अर्को, प्रारम्भिक प्रतिक्रिया दिने, कुनै पनि विषयहरूमा मौखिक रूपमा तत्काल जानकारी गराइसके पश्चात पनि ती विषयहरूमा सहजता हुने गर्दछ। त्यसै गरी सम्बन्धित निकाय र अधिकारीलाई जिम्मेवारी तोक्ने, जस्तै कुनै काम गर्दै गर्दा कुनै फाँटको कर्मचारी, कुनै शाखा, महाशाखा, कार्यालय है, त्यस्तो तपाईँको त्यहाँ सम्बन्धित निकाय अधिकारीलाई चाहिँ के हुनसक्छ त उहाँलाई जिम्मेवार बनाउने, के हो त्यो विषयमा उनीहरूलाई प्रश्न पार्न लगाउने, तथ्य सङ्कलन र समस्या विश्लेषण गर्ने, अलिकति त्यसमा थप अध्ययन गर्नुपर्ने भई त्यस सम्बन्धी सूचना तथ्याङ्कहरू सङ्कलन गर्ने, समस्याको विश्लेषण गर्ने गर्नुपर्दछ। समाधान कदम चाल्ने भन्छ। अब त्यो प्राप्त गरिसकेपछि त्यसका गुनासाहरूलाई त्यसको विषयको गम्भीरता आधारमा समाधान कसरी गर्न सकिन्छ त्यो विषय चाल्ने, सेवाग्राहीलाई समाधानबारे जानकारी गराउने, पुनरावलोकन वा फिडब्याक लिने भन्छ है। पुनरावलोकन र फिडब्याक लिने, त्यो चाहिँ भयो भने, कार्यान्वयन भएको भएन, त्यस्ता विषयहरू फिर्ता लिनुपर्दछ। गुनासो सम्बोधनको लेखाजोखा राख्ने, कार्यालयमा के कस्ता गुनासो प्राप्त भइरहेका छन्, त्यसको कसरी सम्बोधन भइरहेको छ भन्ने विषयमा त्यसलाई अभिलेख राख्ने र भविष्यमा सुधारका उपायहरू अपनाउन सकेको खण्डमा गुनासो समाधानका विधिहरू अपनाउन सकिन्छ है। यो चाहिँ के गर्न सकिन्छ, कुन तरिकाले चाहिँ गुनासो सम्बोधन गर्न सकिन्छ भन्ने कुरामा यी यस्ता विधिहरू अपनाएर त्यसरी पनि हामीले गर्न सक्छौँ। यसका विभिन्न माध्यमहरू सक्छन्, प्रत्यक्ष रूपमा भौतिक उपस्थित भएर हुनसक्छ, कुनै सञ्चारको माध्यमबाट प्रयोग गर्न सकिन्छ, अथवा नागरिकलाई सूचना दिएर हुनसक्छ। ती विधिहरूमा पनि हामीले गुनासो सम्बोधन गर्न सक्छौँ। जुन अहिले नेपालको कन्टेक्स्टमा तपाईँले बुझ्नुहुन्छ भने सबै निकायहरूमा त गुनासो सम्बोधन गर्न, गुनासो राख्नको लागि गुनासो पोर्टलहरूको व्यवस्था गरिएको छ। विशेष गरी सरकारी निकायको रूपमा रहेको सार्वजनिक सेवा प्रवाह र अन्य जुनसुकै विषयहरूमा पनि त्यस विषयमा जानकारी प्राप्त गर्नको लागि गुनासो दर्ता गर्नको लागि हेलो सरकारको व्यवस्था गरिएको छ। त्यसै गरी विभिन्न आर्थिक अनियमितता लगायतका क्रियाकलापहरूको अनुसन्धान गर्नको लागि आर्थिक दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र है, विभिन्न नियामक निकायहरूको व्यवस्था गरिएको हुँदा यसरी गुनासोहरू सम्बोधन गर्ने प्रयत्न पनि गरिरहेको अवस्था छ। अब तेस्रो नम्बर प्रश्न रहेको छ, अभिलेख भनेको के हो, अभिलेख व्यवस्थापनमा देखिएका समस्याहरू प्रश्न पार्नुहोस् भनेको छ है। पहिलो कुरा त हजुरहरूसँग अभिलेख हुनाले के कुरा बुझ्नु पर्यो भने, अभिलेख हुनाले कुनै पनि संस्थाले अथवा सार्वजनिक निकायले अथवा आफ्नो प्राइभेट निकायले आफ्नो प्रशासनिक, कानुनी, ऐतिहासिक, आर्थिक तथा अन्य कुनै महत्त्वपूर्ण गतिविधिहरूको विवरण सुरक्षित राख्ने, लिखित, मुद्रित र डिजिटल वा अन्य दस्तावेजी प्रमाणलाई जनाउने गर्दछ भन्छ है अभिलेख भन्नाले है। यसमा पत्राचार, सम्झौता, प्रतिवेदन, निर्णय, वित्तीय लेखा परीक्षण, कानुनी कागजात, कर्मचारी विवरण, रेकर्ड गरिएको सूचना आदि समावेश हुने गर्दछ है। त्यो अभिलेखमा के कस्ता विषयहरू हुन्छन् भन्दाखेरि चाहिँ कतिपय विषयहरू पत्राचार गरेका होलान्, सम्झौता गरेका, प्रतिवेदन तयार गरेका, निर्णयहरू, वित्तीय अभिलेखका कुराहरू, कानुनी कागजातका विषयहरू, कर्मचारी विवरणदेखि रेकर्ड गरिएका विषयहरू आदि कुराहरूमा समावेश गरेर राखिएको हुन्छ। यो चाहिँ जुन कानुनी, प्रशासनिक, ऐतिहासिक सम्पूर्ण गतिविधिको सुरक्षित राख्ने एउटा लिखित, मुद्रित अथवा डिजिटल अन्य दस्तावेजको प्रमाणलाई जनाउने गर्दछ। विशेष गरी अभिलेख व्यवस्थापनमा देखिएका समस्या के छ भन्नुहुन्छ भने, हाम्रो के छ भने यो अहिले पनि अव्यवस्थित रूपमा अभिलेख राख्ने प्रवृत्ति। कुनै पनि कार्यालयमा जाँदा त्यो कार्यालयका सेवाग्राहीहरूले अत्याधिक रूपमा गुनासो प्राप्त गरिरहेको अवस्था किन छ भने त्यो चाहिँ अभिलेखको व्यवस्थापन राम्रो नभएको कारणले छ भन्ने छ। डिजिटल प्रविधिको अभाव छ है, हामीसँग टेक्नोलोजीको अभाव, अझै पनि तपाईँको कागजीको त्यसमा हाम्रो खोजी गर्ने, त्यसको स्टोरेज गर्ने, सुरक्षामा कठिनाइ हुँदा त्यसको समस्या छ। अभिलेख सुरक्षामै समस्या छ। अहिले पनि तपाईँको डाटाहरू चोरी हुने, सुरक्षित नहुने, अनाधिकृत व्यक्तिको पहुँच छुर्ने त्यस्तो समस्या छ। पुराना अभिलेख संरक्षणको चुनौती, धेरै पहिलाका डकुमेन्टहरू अहिले ती कागजहरू बिग्रनु, नष्ट भइसकेको अवस्था पनि छन्। स्थानको अभाव, अब सानो कार्यालयमा धेरै अभिलेखहरू राख्न नसकेको कारणले गर्दा यो समस्या रहेको अवस्था छ। अभिलेख खोज्न कठिनाइ रहेको छ। व्यवस्थित रूपमा राखिएको अभिलेख प्रणाली नभएर आवश्यक जानकारी समयमा प्राप्त गर्न समस्या भइरहेको छ। अधिकार र गोपनीयतामा समस्या, संवेदनशील अभिलेखको अनाधिकृत पहुँच दुरुपयोग, कतिपय सूचनाहरू गोप्य राख्नुपर्ने सूचनाहरूमा पनि हाम्रो त्यो चाहिँ गोप्य नरहेको भन्ने समस्या देखिएको छ।
प्रशिक्षण र जनशक्तिको कमी भन्छ है, त्यो लेभलको ल्याकत भएका जनशक्तिहरूको अभाव देखिन्छ है, त्यस्तो समस्या देखिन्छ। अद्यावधिक नगरिने प्रवृत्ति छ, पुराना अभिलेखहरू समयमा नवीकरण नगरिँदा र गलत सूचना प्रयोग हुन सक्ने खतरा पनि देखिएको छ। प्राकृतिक प्रकोपबाट जोखिम, आगलागी, बाढी, भूकम्प वा अन्य प्राकृतिक विपत्ति नष्ट हुने खतरा, यस्ता चाहिँ समस्याका कारणले गर्दा हामीले अभिलेख व्यवस्थापन राम्रो गर्न सकिरहेका छैनौँ। अबको समय भनेको डिजिटल युग हो। यसमा हाम्रो जुन एउटा ऐन अभिलेख संरक्षण 2046 छ, सरकारी कागजात दुर्लभ सम्बन्धी नियम 2027 छ, यसले अझै परिमार्जन गरेर अब अभिलेखको म्यानेजमेन्ट राम्रो रेकर्ड किपिङ गर्नुपर्दा नि हाम्रो आवश्यकता रहेको छ है। प्रश्न नम्बर 4 मा रहेको छ टिप्पणी लेख्नुहोस् भनेको छ जिन्सी खाता र अधिकार प्रत्यायोजन छ। मैले जिन्सी खाता हजुरलाई पछाडि भन्ने छु। अब हामी दोस्रोमा जान्छौँ, अधिकार प्रत्यायोजन। अधिकार प्रत्यायोजन भन्नाले कुनै उच्च पदस्थ पदाधिकारीले आफ्ना केही अधिकार, कर्तव्य वा जिम्मेवारी अधीनस्थ व्यक्तिलाई कानुनी वा प्रशासनिक रूपमा प्रदान गर्ने प्रक्रिया हो है। बुझ्नुभयो नि? अधिकार प्रदान त्यस्तो भन्नाले उच्च पदस्थ अधिकारीले आफ्ना केही अधिकार, कर्तव्य वा जिम्मेवारी अधीनस्थ व्यक्तिलाई कानुनी या प्रशासनिक रूपमा प्रदान गर्ने प्रक्रिया हो। यस प्रक्रियामा अधिकारीले आफ्ना सम्पूर्ण शक्ति हस्तान्तरण गर्ने होइन, तर तोकिएका कार्यहरू सम्पादन गर्न अनुमति दिने हो भनेको हो यो अधिकार प्रत्यायोजन भनेको। किन महत्त्व रहेको छ त हेर्नु त, अधिकारले कार्यभार कम गर्छ होइन। सबै काम एउटैले काम गर्दा राम्रो हुँदैन, यो चाहिँ सबैले काम गर्दा त्यसको जिम्मेवारीका आधारमा काम लिँदा राम्रो हुन्छ। द्रुत निर्णय प्रक्रिया हुन्छ, एकदम छिटो निर्णय हुन सक्छ होइन। अर्को कुशल व्यवस्थापन, धेरै ठाउँमा जिम्मेवारी जाँदा त्यसको सही तरिकाले व्यवस्थापन हुन सक्छ, कुशल व्यवस्थापन हुन्छ। नेतृत्व विकास हुन्छ, अधीनस्थ कर्मचारीहरूलाई जिम्मेवारी दिँदा उनीहरूको नेतृत्व क्षमता विकास हुन्छ। प्रेरणा र आत्मविश्वासमा वृद्धि हुन्छ, जिम्मेवारी दिँदा कर्मचारीहरूमा काम गर्ने उत्साह र आत्मविश्वास बढ्छ। स्रोत र समयको सही उपयोग, अधिकार बाँड्दा जनशक्ति, समय र साधनहरूको अधिकतम प्रयोग गर्न सकिन्छ। कार्य सम्पादन सुधार गर्न सकिन्छ, सुधार हुन्छ। जब कर्मचारीलाई अधिकार दिइन्छ त्यसले गर्दा के उनीहरू जिम्मेवार दक्ष हुन सक्छन्, सहयोगी कार्य वातावरण बन्छ। तल्लो तहलाई त्यो दिइसकेपछि सबैलाई हाम्रो सहज हुन्छ, कार्य वातावरण बन्छ। सिकाइको अवसर पनि हुन्छ, जुन चाहिँ सबै कुराहरू माथिल्लो निकायभन्दा तलसम्म आउँदा त्यो सिक्ने एउटा अवसर पनि बन्ने गर्दछ र संस्थागत विकासमा टेवा पुग्दछ। यो चाहिँ पोजिटिभ पक्षहरू कुरा राखेँ, त्यसैमा आफ्नैमा सबै कुराहरू तपाईँको छोटो टिप्पणी भएकाले गर्दा धेरै लेख्न नपाए पनि, यद्यपि अधिकार प्रत्यायोजन अधिक हुँदाखेरि चाहिँ कहिलेकाहीँ कर्मचारीहरू त्योभन्दा नियन्त्रण दायराभन्दा बाहिर जाने, त्यस्ता कुराहरू दुरुपयोग गर्ने, यस्तो समस्याहरू देखिन सक्छन् भनेर पनि लेख्न सकिन्छ है। अब प्रश्न नम्बर 5 रहेको छ सेमिनार भनेको के हो? सेमिनार व्यवस्थापन गर्दा पुर्याउनु पर्ने प्रक्रियाबारे उल्लेख गर्नुहोस् है। धेरै सेमिनारहरूमा साथीहरू जानु पनि भएको छ होला है। सेमिनार भनेको के हो, यसमा ध्यान दिनुपर्ने अथवा पुर्याउनु व्यवस्थापन गर्दा पुर्याउनु पर्ने प्रक्रिया उल्लेख गर्नुहोस् भनेको छ। पहिलो कुरो त कुनै एउटा निश्चित विषयमा, सेमिनार भनेको तपाईँले के कुरा बुझ्नु पर्यो भने एउटा कुनै निश्चित विषयमा विज्ञहरू, अनुसन्धानकर्ता, विद्यार्थी वा कलेज सरकारहरू बीच गहन छलफल, प्रस्तुति वा विचार विमर्श हुने औपचारिक भेला वा कार्यक्रमलाई बुझिन्छ, जनाउँदछ। हेर्नु त, एउटा कुनै एउटा निश्चित उद्देश्य लिएर निश्चित विषयमा विज्ञहरू, अनुसन्धानकर्ता, विद्यार्थी, सरकारवाला बीच गहन छलफल, प्रस्तुति, विचार विमर्श हुने एउटा औपचारिक भेला हो। त्यस्तो कार्यक्रमलाई सेमिनार भन्ने गरिन्छ है। सेमिनारमा कुनै विषयको अध्ययन, अनुसन्धान वा व्यावहारिक पक्षबारे जानकारी आदान प्रदान गर्ने गरिन्छ। यसमा विशेषज्ञ वक्ताहरूले आफ्नो प्रस्तुति दिन्छन्, सहभागीले प्रश्नोत्तर गर्छन् र विषयलाई अझ विस्तृत रूपमा बुझ्ने अवसर प्राप्त गर्दछ है। विशेष गरी एउटा सेमिनार सञ्चालन गर्नु एउटा समुचित प्रक्रिया हो, मार्गदर्शन हो। यसले तयारीदेखि समापनसँगका सम्पूर्ण प्रक्रिया जनाउँदछ। विशेष गरी कस्ता कुरा प्रक्रिया पुर्याउनु पर्दछ भने हामीले के गर्छौँ प्रारम्भिक चरणमा भने पहिलो चाहिँ सेमिनारको उद्देश्य निर्धारण गर्दछौँ। के उद्देश्यले हामीले गर्दैछौँ, तिथि र स्थान, कहाँ गर्ने, कहिले गर्ने, वक्ता र सहपाठीहरू को हुन्छन्, बोल्ने व्यक्तिहरू को हुन्छन्, सहभागी कस्ता व्यक्तिहरू हुन्छन्, विषयवस्तु कस्तो विषयमा हामी त्यसको विषय छलफलको टपिक बनाउँछौँ, बजेट र स्रोत निर्धारण कहाँबाट हुन्छ। यति कुरा गरिसकेपछि दोस्रो चरणमा हामीले प्रचार र दर्ता गर्छौँ हो, प्रचार प्रसार गर्छौँ। यति गति यो कार्यक्रम हुँदैछ भनेर विभिन्न ठाउँ सूचना प्रदान गर्छौँ। दर्ता प्रक्रिया को सहभागी हुने त्यो गर्छौँ र यसमा एउटा पत्र र निमन्त्रणा, आगन्तुकहरूलाई निमन्त्रणा गर्ने त्यो चाहिँ दिने गर्दछौँ। तेस्रो चरणमा
सेमिनार आयोजना हुन्छ, स्थान र वातावरण व्यवस्थापन गरिन्छ, वक्ताको परिचय र समय प्रबन्ध गरिन्छ, प्रबन्धन गरिन्छ, प्रस्तुति र चर्चाको समन्वय गरिन्छ र प्रश्नोत्तर सत्र सुरुवात गरिन्छ है। केही समय प्रश्नोत्तर सत्र पनि सुरुवात हुन्छ। त्यसै गरी अब त्यो सकिसकेपछि समापनको फिडब्याक र चौथो चरण हुन्छ, जुन सारांश र निष्कर्ष निकाल्ने गरिन्छ, जहाँ धन्यवाद ज्ञापनदेखि फिडब्याक सङ्कलन हुने गर्दछन् र त्यसको आधारमा पाँचौँ चरणमा सेमिनारको प्रभाव मूल्याङ्कन गरिन्छ, समस्या र सुधारहरू पहिचान गरिन्छ र रिपोर्टहरू तयार गरेर पेश गर्ने गरिन्छ र आगामी दिनमा त्यो एउटा मार्गदर्शनको रूपमा रहने र त्यसले आगामी दिनमा गर्ने सुधारका कुराहरू, राम्रो असल अभ्यास अनुसरण गर्ने कुराहरूमा सहयोगी भूमिकामा रहने गर्दछ। यो चाहिँ सेमिनार व्यवस्थापनमा पुर्याउनु पर्ने प्रक्रियाको सम्बन्धमा मैले हजुरहरूलाई संक्षिप्तमा राख्ने गरेँ है। त्यसै गरी अब अर्को नम्बरको क्वेसन छ, प्रश्न नम्बर 6 मा जनसम्पर्क व्यवस्थापनलाई परिभाषित गर्नुहोस्। कार्यालयमा जनसम्पर्कको महत्त्वबारे उल्लेख गर्दै जनसम्पर्क व्यवस्थापनमा देखिएका समस्याहरू पहिचान गर्नुहोस्। हेर्नु त, अघि हजुरलाई गुनासोको विषय केही कुरोमा जोडिएको थियो। जनसम्पर्क व्यवस्थापनलाई परिभाषित गर्नु भनेको छ पहिलो नम्बरमा। त्यसै गरी कार्यालयमा जनसम्पर्कको महत्त्व उल्लेख गर्दै यसमा देखिएका के कस्ता समस्या देखिएका छन् यो कुरा हुन्छ। अत्याधिक रूपमा यो चाहिँ विशेष गरी हामी सेवा प्रदायक संस्थाहरूमा कार्यरत कर्मचारीहरूसँग यो ठोकिने विषय हो। विशेष गरी पब्लिक रिलेसन भन्नाले कुनै एउटा संस्था, व्यक्ति वा समूहले है आफ्नो प्रतिष्ठा र छवि सुधार्नका लागि है सार्वजनिक, मिडिया, सरकार, ग्राहक, समुदाय वा अन्य सरकारसँग सशक्त र सकारात्मक सम्बन्ध बनाउने एउटा प्रक्रिया हो, जुन चाहिँ एउटा अन्तर सम्बन्ध सुधार गर्दै गर्दा त्यो सेवाको सर्भिस डेलिभरी गर्ने, प्राप्त गर्ने संस्था र त्यसको तपाईँको काम गर्ने प्रक्रियाको बारेमा एउटा जानकारी हुने, त्यसले गर्दा त्योसँग लाभ गराई त्यसका स्टेक होल्डरसँग एउटा सुमधुर सम्बन्ध हुँदै गर्दा जुन दुवै पक्ष विन विन पोजिसन हुँदा सकारात्मक सम्बन्ध बन्दै गर्दा सेवामा सहजता हुन्छ। त्यसको एउटा मोडल हो जुन चाहिँ जसलाई जनसम्पर्क भन्ने गरिन्छ है। त्यसो त जनसम्पर्क व्यवस्थापन भनेको चाहिँ के हो भने त्यस्तो उद्देश्य र मूल्य गतिविधिलाई तपाईँको के गर्ने भन्दाखेरि त्यसलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्ने प्रक्रिया हो। यो चाहिँ सार्वजनिक मिडिया मार्फत सकारात्मक प्रस्तुत गर्ने र संस्थाको प्रतिष्ठा निर्माण गर्न समर्थन गर्ने कुराहरू चाहिँ जनसम्पर्क व्यवस्थापनभित्र पर्छन्, जुन जनसम्पर्कलाई पोस्ट कप भन्छ। जनसम्पर्कको पोस्ट कप के हो? जनसम्पर्क व्यवस्थापन है। त्यसको लागि गर्ने व्यवस्थापन, योजना, सङ्गठन, निर्देशन, नियन्त्रण, आदेश, स्रोत, यी कुराहरूको व्यवस्थापन जनसम्पर्क व्यवस्थापन हो। कार्यालयमा जनसम्पर्कको महत्त्व के छ भन्दा सकारात्मक छवि निर्माण हुन्छ, जसले गर्दा है एउटा सूचना व्यवस्थापन सही समय सूचना उचित व्यक्तिसम्म पुर्याउन मद्दत गर्दछ, सेवाग्राहीको विश्वास जित्दछ, समस्याहरूको समाधान सही समयमा हुन्छ, सङ्गठनात्मक समन्वयात्मक सुधार हुन्छ है, सञ्चार प्रभावकारिता वृद्धि हुन थाल्छ, कर्मचारी प्रेरणा बढाउने गर्दछ, सार्वजनिक धारणा नियन्त्रण गर्ने गर्दछ, दिगो सम्बन्ध विकास हुन्छ र आकस्मिक स्थिति व्यवस्थापन गर्न यसले सहजता ल्याउने गर्दछ। त्यो कारणले गर्दा जनसम्पर्क व्यवस्थापनको कार्यालयमा जनसम्पर्कको अधिक महत्त्व रहेको छ है। के रहेछ भन्नु कुरा चाहिँ यी पाटोहरूलाई महत्त्वको रूपमा हेर्न सकिन्छ। त्यसो त के छ त समस्या देखिएका कुराहरू भन्दा एउटा अस्पष्ट सञ्चार छ अरे है। सञ्चारको पाटो हामीसँग कमजोर छ, दुवै पक्षबाट प्रविधिको अपर्याप्त प्रयोग अझै पनि त्यो समस्या देखिन्छ। नकारात्मक छविको चुनौती जुन चाहिँ एउटा अपवाह, गलत प्रचार र आलोचनाबाट जुन एउटा असर परिरहेको हुन्छ, धेरै समयमा तपाईँको यी सूचनाहरूको प्रभावले गर्दा यसमा असर पारेको हुन्छ। यी कुराहरू छन्। जनशक्तिको कमी, जबसम्म हामीसँग क्यापेबल जनशक्ति हुँदैन त्यसले एउटा समस्या पारिरहेको अवस्था छ। सङ्गठनात्मक समन्वयको अभाव, कतिपय विषयहरूमा आन्तरिक निकायहरू बिचमा समन्वयको अवस्थाले कमजोर पाटोले गर्दा जनसङ्ख्या व्यवस्थापनमा समस्या देखिएको अवस्था छ। सेवाग्राहीको अपेक्षा व्यवस्थापन कठिन, बढ्दो अपेक्षा, नागरिकहरूलाई डोर टु डोर सर्भिस रहिरहेको अवस्थामा यो चाहिँ एउटा अपेक्षा व्यवस्थापन गर्न अत्यधिक कठिनाइ रहेको छ। स्रोत साधनको अभाव छ। हामीले जति पनि सैद्धान्तिक कुराहरू गर्दै गर्दा त्यसको पछाडि ब्याकवार्डमा स्रोत साधनको विषय रहने हुँदा त्यो बजेट, प्रविधि र स्रोतहरूको कमी देखिन्छ। सङ्कट व्यवस्थापनको कमजोरी, विशेष गरी जुन विपद व्यवस्थापन, आकस्मिक सङ्कटजन्य क्रियाकलाप जति पनि हुन्छन् ती विषयहरूमा चाहिँ
हाम्रो निर्णय प्रक्रिया अत्याधिक रूपमा जटिल र ढिलो हुने एउटा परम्परा छ, त्यसले समस्या गर्न सिर्जना गरिरहेको छ। सार्वजनिक चासोप्रति ध्यान नपुग्नु, कहिलेकाहीँ सामान्य कुराहरूले पनि त्यो एउटा फ्याक्टरेबल रूपमा जोडिने र हाम्रो पब्लिक सर्भिससँग त्यो ठोक्किने हुँदाखेरि चाहिँ सार्वजनिक चासो जुन चाहिँ एउटा त्यस्ता विषयहरूमा पब्लिक कन्सर्नका विषयहरूमा चाहिँ त्यो धेरै वास्ता नगरेको पनि समस्या देखिन्छ। नवीनता र रचनात्मकताको अभाव, नयाँ जनसम्पर्क रणनीति अपनाउन नसक्नु, हामीले स्ट्राटेजिक प्लानिङ के गर्न सकिन्छ, जनसम्पर्क व्यवस्थापनलाई के प्रभाव तरिकाले हामी अवलम्बन गर्न सकिन्छ भन्ने विषयमा यो कुरा राख्न सकिन्छ है। अब निष्कर्ष भन्नुहुन्छ भने जनसम्पर्क एउटा सङ्गठन र तपाईँको त्यो जनसम्पर्कमा जोडिने नागरिकसँग एउटा सम्बन्ध, असल सम्बन्ध, समुदायबिचको सम्बन्ध सुधार गर्नलाई एउटा अप्नाइए एउटा महत्त्वपूर्ण एउटा रणनीति हो, जुन सार्वजनिक सेवा, विशेषतः सार्वजनिक सेवा अत्याधिक र परेगुनी जनसम्पर्कको व्यवस्थापनको पाटो कमजोर भएको खण्डमा जुन चाहिँ एउटा साङ्गठनिक उद्देश्य हासिल गर्न कमजोर हुन्छ, राम्रो जुन उद्देश्य हासिल गर्न सकिँदैन, त्यसको लागि यसलाई सुदृढ र व्यवस्थित गरी जानुपर्दछ भन्ने कुराहरू लेख्न सकिन्छ है। यसमा अब दोस्रो खण्डको सेक्सन बीमा मैले प्रश्न नम्बर 7मा गएँ, सङ्गठन भनेको के हो, सङ्गठनको उद्देश्यहरू उल्लेख गर्नुहोस् भनेको छ। के हो त सङ्गठन भने? सङ्गठन भन्नाले कुनै एउटा लक्ष्य प्राप्त गर्नका लागि व्यक्तिहरूको समूहलाई व्यवस्थित रूपमा व्यवस्थापन गर्ने प्रक्रिया, संरचना वा प्रणालीलाई बुझाउँदछ है। यसको माध्यमबाट विभिन्न स्रोतहरू, जुन मानवीय स्रोत हुनसक्छ, वित्तीय स्रोत हुन सक्दछ, भौतिक स्रोत हुन सक्दछ, प्रविधि आदिको उचित उपयोग गरी लक्ष्य प्राप्ति सुनिश्चित गरिन्छ है। बुझ्नुभयो नि? भनेको के हो भन्दा एउटा त्यस्तो लक्ष्य प्राप्त गर्नको लागि गरिने सुव्यवस्थित रूपमा व्यवस्थापन गर्ने प्रक्रिया हो, त्यो संरचना हो, त्यो प्रणाली हो है। यसको माध्यमबाट विभिन्न स्रोतहरू जस्तै मानवीय स्रोत, वित्तीय स्रोत, भौतिक स्रोतहरू आदिको उचित लक्ष्य प्राप्ति सुनिश्चित गरिन्छ भन्छ। उद्देश्य के हुन् भन्दा एउटा लक्ष्य प्राप्ति है। सङ्गठनको मुख्य उद्देश्य भनेको निर्धारित लक्ष्य वा उद्देश्यहरू हासिल गर्ने हो। अर्को स्रोत साधनको अधिकतम उपयोग गर्ने है। अर्को कुरा के हो? समन्वय र सहकार्यको, सङ्गठनभित्र विभिन्न विभाग र निकायहरूबिच समन्वय कायम गर्ने हो। दक्षता र उत्पादकत्व वृद्धि गर्ने है। निर्णय प्रक्रियामा के गर्ने हो? सुधार गर्ने हो। उत्तरदायित्व र जवाबदेहिता अभिवृद्धि गर्ने है। नवपरिवर्तनशीलता र अनुकूलताको अवलम्बन गर्ने, समयलाई त्यो अनुसारको अनुकूलता बनाउने है। त्यसै गरी नियन्त्रण र मूल्याङ्कन है। कतिपय कुराहरूलाई नियन्त्रण गर्ने, त्यसको मूल्याङ्कन गरिन्छ। संस्थागत दिगोपना कायम गर्ने सङ्गठनका उद्देश्यहरू यस्ता हुन सक्दछन्। यी बाहेक धेरै उद्देश्यहरू हुन्छन्। यति मैले हजुरहरूलाई सरसर्ती राखेँ है, यी कुराहरू राखेँ। अब प्रश्न नम्बर 8 र 9लाई मैले हजुरलाई पछाडि भन्ने कुरा गर्दै अझै अगाडि जान्छु। प्रश्न नम्बर 10, उत्प्रेरणालाई परिभाषित गर्नुहोस्, उत्प्रेरणा र मनोबल बीच भिन्नता लेख्नुहोस् भनेको छ। के हो त? हामीले उत्प्रेरणा भन्नाले के बुझिन्छ र मनोबल भन्नाले के बुझिन्छ है। उत्प्रेरणा भन्नाले कुनै एउटा व्यक्ति वा समूहलाई कुनै निश्चित लक्ष्य प्राप्त गर्न प्रेरित गर्ने आन्तरिक वा बाह्य शक्ति वा प्रक्रिया हो। त्यो काम गरौँ भन्ने अवस्था सिर्जना गर्नको लागि त्यो प्रेरित गर्ने शक्ति हो। यसले व्यक्तिको व्यवहारलाई सक्रिय पार्ने, त्यसलाई उचित दिशानिर्देश दिने र निरन्तरता प्रदान गर्ने कार्य गर्दछ है। त्यसो त उत्प्रेरणा र मनोबल बीच के भिन्नता छ भन्दा उत्प्रेरणा भनेको चाहिँ लक्ष्य प्राप्त गर्न व्यक्तिलाई प्रेरित गर्ने आन्तरिक बाह्य शक्ति हो भन्ने। मनोबल भनेको कार्यप्रतिको समग्र मनोवैज्ञानिक अवस्था वा आत्मविश्वास हो है। त्यो चाहिँ मैले गर्न सक्छु भनेर अथवा काम गर्छु भन्ने एउटा आत्मविश्वास हो, त्यो मनोवैज्ञानिक अवस्था हो। प्रभावको हिसाबले हेर्नुहुन्छ भने व्यक्तिगत वा समूहको व्यवहारलाई सक्रिय पार्ने, दिशा दिने र निरन्तरता प्रदान गर्ने उत्प्रेरणाले गर्दछ भने मनोबलले के गर्छ? समूह सङ्गठनमा कार्य गर्ने व्यक्तिहरूको आत्मबल र सन्तोषलाई प्रभावित पार्ने गर्दछ। त्यसो त उत्पन्न हुने स्रोत कहाँ हुन्छ भन्दा त्यस्ता विषय, उत्प्रेरणाका विषय व्यक्तिगत आवश्यकताहरू हुन सक्छन्, लक्ष्य हुन सक्छ, चाहना हुन सक्छ, पुरस्कार वा प्रोत्साहन, जो चाहिँ उत्पन्न हुने स्रोतका रूपमा रहने गर्दछन्। त्यसो त मनोबलको स्रोतहरू के हुन सक्छ भने कार्यस्थलको वातावरण कस्तो छ, नेतृत्व कस्तो छ, सहकारी पियर्सहरू कस्ता छन् र सुविधाका तथा त्यस्ता विषयहरू कस्ता छन् भनेर तपाईँको ती कुराहरू राख्न सकिन्छ। अर्को परिणाम भन्नुहुन्छ भने कार्य सम्पादनमा सुधार, उत्पादकत्व वृद्धिमा सहयोग गर्दछ। उत्प्रेरणाले भने सङ्गठनमा कार्यरत सदस्यहरू बीच आत्मविश्वास र सकारात्मक ऊर्जा विकास गर्न मद्दत, तपाईँको मनोबलले सहयोग गर्ने गर्दछ।
त्यसै गरी अवधिको हिसाबले भन्नुहुन्छ भने छोटो अवधिसम्म प्रभाव पार्न सक्छ, तर नियमित प्रेरणाको आवश्यकता पर्दछ भन्छ भने मनोबलले लामो समयसम्म प्रभाव पुर्याउन सक्छ, तर निरन्तर सुधार गर्न आवश्यक यो पनि छ भन्छ। त्यसो त तपाईँको कुनै पनि कर्मचारीलाई बोनस वा पदोन्नति दिने, आश्वासन दिने र ऊ थप मेहनत गर्ने प्रेरित हुन्छ भने कार्यस्थलमा राम्रो वातावरण, सहकार्य र विश्वासको वातावरण भएमा कर्मचारीको मनोबल उच्च हुन्छ भनेर यसरी डिफरेन्स आएको छ। दुईवटाको डिफरेन्स हजुरहरूले लेख्नुभयो है। यो कुरा मैले हजुरहरूलाई सरसर्ती बताएँ, यसमा केही सायद कन्फ्युजन छैन होला है। अब प्रश्न नम्बर 11 रहेको छ, समूह गतिशीलताको महत्त्व उल्लेख गर्नुहोस् है। समूह गतिशीलता भन्नाले समूहभित्र व्यक्तिहरूको आपसी अन्तर्क्रिया, व्यवहार, सम्बन्ध, भूमिकाहरू र कार्यप्रणालीको अध्ययन गर्ने प्रक्रिया हो। पहिलो कुरा यो हजुरले बुझ्नु पर्यो, के हो भन्दा यो समूहभित्रको व्यक्तिहरूको आपसी अन्तर्क्रियाको अवस्था कस्तो छ, व्यवहार कस्तो छ, सम्बन्ध कस्तो छ, भूमिका कस्तो छ र त्यसको कार्यप्रणालीको अध्ययन गर्ने प्रक्रियालाई समूह गतिशीलता भन्ने गरिन्छ। यसले समूहको प्रभावकारिता, निर्णय निर्माण प्रक्रिया तथा समग्र कार्य सम्पादनलाई निर्धारण गर्ने गर्दछ समूह गतिशीलताले है। त्यसो त समूहको प्रभावकारिता वृद्धि यसको पहिलो महत्त्व हुन सक्छ। त्यसै गरी सदस्यहरूको सम्बन्धमा सुधार हुन्छ। अर्को दोस्रो महत्त्वपूर्ण नेतृत्व विकास गर्दछ, निर्णय प्रक्रियामा सुधार ल्याउनले सहयोग गर्ने गर्दछ, सङ्कट व्यवस्थापनको सहयोगी हो है, समूहको उत्पन्न विवाद र समाधान गर्दछ, उत्पादकत्व वृद्धि गर्न सहयोग गर्दछ, नवप्रवर्तन र सृजनशीलतामा यसले महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ, प्रेरणा र मनोबल वृद्धि गर्न यसले सहयोग गर्ने गर्दछ, संस्थागत स्थायित्व र व्यक्तिगत र समूह विकासको लागि यसले ठुलो भूमिका खेल्ने हुँदा समूह गतिशीलताको महत्त्व रहेको छ है। अब प्रश्न नम्बर 12 रहेको छ, सार्वजनिक प्रशासन र विकास प्रशासन बीच समानता र भिन्नता उल्लेख गर्नुहोस् भनेको छ। पहिलो कुरा, सार्वजनिक प्रशासन भनेको के हो भनेपछि हजुरहरू क्लियर हुन पर्यो। सार्वजनिक प्रशासन भन्नाले सरकारका नीति र कार्यक्रमहरू कार्यान्वयन गर्ने प्रक्रिया, संयन्त्र तथा व्यवस्थालाई बुझाउने गर्दछ है। यसले सरकारी संयन्त्र नीति कार्यान्वयन सेवा प्रवाह तथा प्रशासनिक संयोजनलाई समेट्ने गर्दछ, जसलाई हामीले सार्वजनिक प्रशासन भन्ने गर्छौँ। त्यसो त विकास प्रशासन भन्नाले के हो भने एउटा आर्थिक, सामाजिक तथा राजनीतिक विकासका लक्ष्यहरू हासिल गर्न नीति निर्माण गर्ने, कार्यान्वयन गर्ने तथा सार्वजनिक सेवा प्रवाह गर्ने प्रशासनिक प्रक्रियालाई चाहिँ हामीले विकास प्रशासन भन्ने गर्दछौँ है। यो चाहिँ विशेष गरी तपाईँको आर्थिक विकाससँग जोडिने खालको तरिकाले गरेको प्रशासनलाई विकास प्रशासन भन्ने गरिन्छ। यी दुई बिचकै भिन्नताहरू, सार्वभौमिक समानताहरू पनि छन् र भिन्नता पनि रहेका छन्। यो 5 नम्बरमा सोधेको छ हजुरहरूलाई, सार्वजनिक प्रशासनको समानता र भिन्नता भनेको छ है। 5 नम्बरमा समानता सोधेको छ, 5 नम्बरमा भिन्नता सोधेको छ, 5 + 5 है। अब समानता के छन् भन्दा सरकारी कार्यान्वयन हुन्। दुवैले प्रशासनिक निकायहरू के गर्छन्, सरकारी निर्णयहरूको कार्यान्वयन गर्दछन्। सार्वजनिक सेवा, दुवै प्रशासनले सार्वजनिक सेवालाई पहिलो प्राथमिकता राखेका हुन्छन्। संवैधानिक दायित्व, दुवै प्रशासन संविधान र कानुनका दायित्वभित्र रहने गर्दछन्। प्रशासनिक संरचना दुवैलाई आवश्यक पर्दछ र संरचनाको प्रयोग गर्ने गर्दछन्। समाज कल्याण, राज्य कल्याण जे भन्नुहोस्, यसको एउटा उद्देश्य नै त्यही हो, समृद्धि हासिल गर्ने हो, समाजमा सुधार गर्ने। दुवै प्रशासनले समाजमा सुधार ल्याउने, सार्वजनिक नीतिको प्रभावकारी बनाउने कार्य गर्दछन्। कार्य सम्पादनको मूल्याङ्कन, सार्वजनिक नीतिको कार्यान्वयन गर्ने, यी दुवै बीचको एउटा सकारात्मक सम्बन्ध अन्तर सम्बन्धित पनि रहेका हुन्छन्। विशेष गरी सार्वजनिक प्रशासन र विकास प्रशासन एक अर्कामा अनुनाश्रित रूपमा पनि रहेका हुने गर्दछन्। त्यसो त यी दुई बीचको यी भिन्नताहरू पनि रहेका छन्। सार्वजनिक प्रशासन र विकास प्रशासन बीच यसो हेर्नुहुन्छ भने सरकारका नीति र कार्यक्रमलाई कार्यान्वयन गर्ने एउटा प्रक्रिया हो सार्वजनिक प्रशासन भने। विकास प्रशासन भनेको आर्थिक, सामाजिक र राजनीतिक विकासका लक्ष्य हासिल गर्न प्रशासनिक प्रक्रिया है। मुख्य उद्देश्यहरू हेर्नुहुन्छ भने सार्वजनिक सेवा उपलब्ध गराउने, सरकारका कार्यलाई सहयोग गर्ने, सञ्चालन गर्ने हो भने विकास प्रशासनको उद्देश्य भनेको समाजको विकास र परिवर्तनको लागि सरकारी योजनाहरूको कार्यान्वयन गर्नु। प्रमुख कार्यका रूपमा हेर्नु छ भने प्रशासनिक गतिविधिहरू, कानुनको पालना, सार्वजनिक नीति कार्यान्वयन हो भने विकास प्रशासन भनेको प्रमुख कार्य विकास परियोजनाहरूको डिजाइन र कार्यान्वयन, समाजको सामाजिक आर्थिक विकास। फोकस कहाँ हुन्छ? प्रशासनिक कार्य र सरकारी सेवाहरूको सुरक्षिततातिर लाग्दछ।
सार्वजनिक प्रशासन भने सामाजिक आर्थिक सुधार विकासका लक्ष्यहरू हासिल गर्नको लागि विकास प्रशासन लाग्ने गर्दछ। समय सीमाका हिसाबले हुन्छ, सामान्यतया दीर्घकालीन स्थिर कार्यहरूमा केन्द्रित हुने गर्दछ है। विशेष गरी दीर्घकालीन र स्थायी किसिमका उद्देश्यहरूमा केन्द्रित हुने गर्दछ भनेको त्यो दीर्घकालीन हुँदाखेरि गर्दा नि त्यसले निश्चित लक्ष्य र उद्देश्य हासिल गरेर अगाडि बढेको हुन्छ विकास प्रशासन। कार्यक्षेत्रको हिसाबले हेर्नुहुन्छ भने नीति कार्यान्वयन, कानुनी प्रशासन, सुरक्षा र सार्वजनिक सेवाका विषयहरू ठोकिने गर्दछन्। विकास प्रशासनमा विकास सुधार र सामाजिक परिवर्तनका योजना र कार्यक्रमहरू पर्ने गर्दछन्। सामाजिक उद्देश्यतर्फ नागरिकलाई आवश्यक सेवा र सरकारी कार्यहरूको प्रभावकारी आपूर्ति गराउँदछ भने समाजको समग्र विकास, गरिबी निवारण र जीवनस्तर सुधार गर्नेले सहयोग गर्ने गर्दछ। विकास प्रशासनले नेतृत्व हिसाबले हेर्नुहुन्छ भने प्राय प्रशासनिक अधिकारले नेतृत्व गर्दछन्। यो विकास प्रशासनमा विशेष गरी विशेषज्ञ र नीति निर्माणद्वारा नेतृत्व गर्ने गर्दछन्। हेर्नु त यी दुई बीचको समानता पनि छ, यी दुई बीचको भिन्नता पनि रहेको छ। सार्वजनिक प्रशासन सञ्चालनको निष्कर्षमा प्रशासन सञ्चालनको सिद्धान्तमा विकसित भएका सार्वजनिक प्रशासन र विकास प्रशासन एक अर्कामा अन्तर सम्बन्धित र तपाईँको सफलता मार्गको सुन्दरता झल्किने खालका प्रशासनहरू जुन चाहिँ विकसित तपाईँको समाजसँगै र नागरिकको आवश्यकतालाई सम्बोधन गर्नसँग विकास भएका यी प्रशासनहरूले विशेषतः सार्वजनिक प्रशासन समग्र प्रशासनभित्र पर्ने गर्दछ भने विकास प्रशासन भनेको निश्चित लक्ष्य र उद्देश्य हासिल गर्नका लागि र विकास केन्द्रित प्रशासनमा संलग्न हुने कारणले गर्दा यी दुई बीच आपसमा भिन्नता पनि रहेका छन् र समानता पनि रहेका छन् भनेर लेख्न सकिन्छ है। यो कुरा राखेँ मैले हजुरहरूलाई। अब प्रश्न नम्बर 13 छ। यो सूचनाको हकसम्म 2064 अनुसार सूचना प्राप्त गर्ने कार्यविधि बारे उल्लेख गर्नुहुन्छ। यो मैले पछाडि भनिदिन्छु। स्थानीय सरकार सञ्चालन 2074 अनुसार नगरपालिका घोषणा गर्न सक्ने आधारहरू के हुन् यो पनि पछाडि भन्नेछु। वित्तीय जानकारी इकाइको बारेमा संक्षिप्तमा लेख्नुहोस् भनेको छ। हजुरहरूलाई मैले यो कुरा राख्न चाहेँ है। पहिलो कुरा वित्तीय जानकारी इकाइ भनेको के हो भनेको छ है। सम्पत्ति यो चाहिँ विशेष गरी वित्तीय जानकारी इकाइ भनेको चाहिँ एउटा त्यस्तो संयन्त्र हो जुन सम्पत्ति शुद्धिकरण, निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धमा केन्द्रित भई कार्य गर्ने महत्त्वपूर्ण संयन्त्र नै वित्तीय जानकारी इकाइ हो है। बुझ्नुभयो नि। यो विशेष गरी यसले सूचक संस्थाबाट प्राप्त शङ्कास्पद कारोबारहरूको विवरण सूचना प्राप्त गर्ने, त्यसको विश्लेषण गर्ने र विश्लेषणबाट प्राप्त निष्कर्षलाई कार्यान्वयन गर्ने निकाय समक्ष पठाउने काम गर्दछ। यसले सम्पत्ति शुद्धिकरणसँग विभिन्न अपराधसँग सम्बद्ध कसुर र वित्तीय अपराध सम्बन्धी विभिन्न जानकारी विभिन्न प्रतिवेदन मार्फत सार्वजनिक गर्ने गर्दछ है। आतंकवादमा वित्तीय लगानीको दमन सम्बन्धी महासन्धि 1979, सङ्गठित अपराध सम्बन्धी महासन्धि 2001, भ्रष्टाचार विरुद्धको महासन्धि 2000 र को आधारमा नेपालमा सम्पत्ति शुद्धिकरण 2064, सङ्गठित अपराध निवारण 2070, भ्रष्टाचार निवारण 2059 जारी भई नेपालमा समन्वयकारी निकायको रूपमा 2065 वैशाख 9 गते वित्तीय जानकारी इकाइ स्थापना भएको हो, जुन राष्ट्र बैङ्कमा एउटा वित्तीय जानकारी इकाइ भन्ने युनिटी खडा गरिएको छ। विशेष गरी सम्पत्ति शुद्धिकरण, आतंकवाद क्रियाकलापमा वित्तीय लगानी तथा सम्बद्ध कसुर सम्बन्धमा शङ्कास्पद कारोबार सम्बन्धी प्रतिवेदन तथा त्यस सम्बन्धी सूचना प्राप्त गर्ने, त्यसको विश्लेषण गर्ने र विश्लेषणको निष्कर्ष प्रवाह गर्ने काममा इकाइ स्वायत्त र स्वतन्त्र रहेको छ है। यो वित्तीय जानकारी इकाइले कानुन बमोजिम तोकेको सीमा वा त्योभन्दा बढी कारोबारको विवरण प्राप्त गर्ने, शङ्कास्पद कारोबार सम्बन्धी प्रतिवेदन प्राप्त गर्ने र त्यसको विश्लेषण गर्ने, मुद्रा र विनिमय अधिकारपत्र सम्बन्धी विवरण प्राप्त गर्ने, यसले गर्ने प्रमुख कार्य नै यही हो भनेर बुझ्न सकिन्छ है। वित्तीय जानकारी इकाइको बारेमा मैले हजुरलाई संक्षिप्तमा यी कुराहरू राखेँ। अब रहेको छ आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व 2076मा बेरोजी फर्चो समितिबारे उल्लेख गर्नु भनेको छ। अनि यो पनि बजेटमा पछाडि राखेँ। र अन्तिम प्रश्न रहेको छ सङ्घीय संसद सचिवालयबारे संक्षिप्त जानकारी प्रस्तुत गर्दै यो सचिवालयको काम, कर्तव्य र अधिकार उल्लेख गर्नुहोस् भनेको छ है। अब सङ्घीय संसद सचिवालयको बारेमा भनेको छ, तपाईँले कुरा बुझ्नु पर्यो। सङ्घीय संसद सचिवालय संविधानको धारा 107 बमोजिम सङ्घीय संसदको काम कारबाही सञ्चालन तथा व्यवस्थापन गर्न सङ्घीय संसद सचिवालय रहेको छ। यस सचिवालयको मुख्य जिम्मेवारी र कार्य सङ्घीय संसद र यसका दुवै सदनका कार्यहरूमा प्रशासनिक सहयोग गर्नलाई यो स्थापना गरिएको। 2072 साल असोज 3 गते नेपालको संविधान जारी हुनु अघि संविधान सभाको सचिवालयको रूपमा
संविधान सभा व्यवस्थापिका संसदीयको रूपमा स्थापित सचिवालय हाल सङ्घीय संसदीय सचिवालयको रूपमा रहेको छ है। सङ्घीय संसदीय सचिवालय एउटा प्रशासनिक निकाय हो। र सचिवालयले सञ्चालन गर्ने प्रयोजनका लागि देहाय बमोजिमको एउटा सचिवालय तथा सञ्चालन व्यवस्था समिति रहने व्यवस्था गरेको छ। यसको विशेष गरी यो चाहिँ 2064 व्यवस्था गरेको सभामुख सभापति हुन्छ, राष्ट्रिय सभाको अध्यक्ष सदस्य हुन्छ, उपसभामुख सदस्य हुन्छ, राष्ट्रिय सभाको उपाध्यक्ष सदस्य हुन्छ, महासचिव सदस्य हुन्छ, प्रतिनिधि सभाको सचिव सदस्य हुन्छ, राष्ट्रिय सभाको सचिव सदस्य हुन्छ, सचिवालय सचिव सङ्घीय अध्ययन तथा अनुसन्धानको सदस्य हुन्छ भने सचिवालय सचिव प्रशासनको सदस्य सचिव हुन्छ। यसरी सङ्घीय संसद सचिवालयको रूपमा यो चाहिँ स्थापित भएको छ है। यो हजुरले यसबारे यसको जानकारी संक्षिप्तमा यो कुरा जानकारी प्राप्त गर्न सक्नुहुन्छ। अब यसले के काम गर्दछ भन्नुहुन्छ भने यसको प्रमुख उद्देश्य भन्नु नै सङ्घीय संसदको काम कारबाही आवश्यक पर्ने प्रशासनिक, व्यवस्थापिकीय एवं प्राविधिक सहयोग उपलब्ध गराउनु हो। बुदागत रूपमा सचिवालयका प्रमुख कार्यहरू देहाय बमोजिम रहेका छन्। सङ्घीय संसदका समिति, पदाधिकारी र सदस्यलाई आवश्यक सेवा सुविधा उपलब्ध गराउने गर्दछ। सङ्घीय संसदका काम कारबाही सुचारू रूपले सञ्चालन गर्न प्रशासनिक, आर्थिक र भौतिक व्यवस्थापन सम्बन्धी कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउने गर्दछ है। सङ्घीय संसदका सूचना प्रणालीलाई प्रभावकारी बनाउने तथा सङ्घीय संसद परिसरमा सुरक्षा व्यवस्था मिलाउने काम गर्दछ। सङ्घीय संसदको संसदीय दलका कार्यालयलाई आवश्यक सेवा सुविधा उपलब्ध गराउने, सङ्घीय संसदका समितिको बैठकको व्यवस्थापन गर्ने र नियमित विधायन समिति सम्बन्धी कार्यमा सहयोग पुर्याउने तथा संसदीय समिति आउने अनुगमन सम्बन्धी कार्यमा सहयोग गर्ने भनेको छ। यो भनेको के हो भन्छ भने यो विशेष गरी सङ्घीय संसद सञ्चालन सचिवालय व्यवस्थापन 2064ले उल्लेख गरेका विषयहरू हुन्। यी बाहेक गरी प्रशासनिक क्रियाकलापहरू सङ्घीय संसद सचिवालयले निरन्तर रूपमा गरिरहेको हुन्छ है। त्यसरी तपाईँको एक कुरा लेख्न सकिन्छ। यो एउटा व्यवस्था संसद सञ्चालन गर्नको लागि एउटा सचिवालय अङ्ग हो जसको प्रमुख भूमिका नै तपाईँको संसदीय प्रणालीलाई व्यवस्थित रूपमा सञ्चालन गर्नु रहेको हुन्छ भनेर लेख्न सकिन्छ। अब हजुरहरूलाई मैले यहाँ अघि पछि भन्छु भनेका जति पनि क्वेसनहरू छन्, आज हजुरहरूलाई जति पनि साथीहरूले यो परीक्षा एटेम्प गर्नुभयो तपाईँहरूलाई 4-5वटा कुराहरू कानुनमा आकर्षित भएर सोधेका कुराहरू थिए। यहाँ हजुरहरूले लेख्नु भएन। यो आजको प्रश्नहरू तपाईँहरूलाई केही न केहीको रूपमा कानुनका कुराहरूलाई जोडिएको थियो है। अब मैले हजुरहरूलाई यो सूचनाको हक सम्बन्धी 2064को कार्यविधि कसरी प्राप्त गर्न सकिन्छ भन्ने सन्दर्भमा यहाँ हजुरलाई मैले प्रश्न चाहे। यो किनभने यो हजुरलाई विशेष गरी ऐन नै पढ्नुपर्ने कारणले गर्दा मैले हजुरलाई यो प्रश्न राखेको छु है। हजुरहरूले यसमा के पढ्नु पर्दछ भन्दै गर्दाखेरि चाहिँ यो हजुरलाई मैले राख्न चाहेँ। सूचनाको हक सम्बन्धी ऐन 2064मा यसको प्राप्त गर्ने कार्यविधिको व्यवस्था गरेको छ है। यो साथीहरूलाई तोडमोड गर्न नहुने कारणले गर्दा मैले हजुरलाई कानुनमा जे छ ती कुराहरूलाई मैले हजुरलाई राख्न चाहन्छु। यसको के छ हेर्नु त, यो ऐनको दफा 7मा यस ऐन बमोजिम कुनै सूचना प्राप्त गर्न चाहने नेपाली नागरिकले त्यस्तो सूचना प्राप्त गर्नु पर्ने कारण खुलाइ सम्बन्धित सूचना अधिकारी समक्ष निवेदन दिनुपर्नेछ भनेको छ है। पहिलो कुरा उसले निवेदन दिनुपर्छ। त्यसरी निवेदन प्राप्त भएमा सूचना अधिकारीले तत्काल उपलब्ध गराउन सक्ने भए प्रकृतिको सूचना भए तत्काल उपलब्ध गराउन नसकिने भए प्रकृतिको सूचना भए निवेदनका भएमा त्यस्तो मितिले 15 दिनभित्र निवेदनलाई सूचना उपलब्ध गराउनु पर्नेछ भनेको छ। ठ्याक्कै अघि तपाईँहरूलाई गुनासोको विषयमा जोडिएको थियो, यो ठ्याक्कै यसैसँग जोडिने विषय। त्यसरी तत्काल सूचना उपलब्ध गराउन नसकिने भएमा सूचना अधिकारीले यसको कारणसहित जानकारी दिनुपर्नेछ। यसरी जुनसुकै लागि भए तापनि कुनै व्यक्तिको जीवजनको सुरक्षासँग जोडिएका सूचना माग गरेको रहेछ भने त्यस्तो सूचना मागेको खण्डमा 24 घण्टाभित्र निवेदन उपलब्ध गराउनु पर्नेछ। सूचना अधिकारीले निवेदन गरेर मागेको सूचना सम्भव भएसम्म मागको भएको स्वरूप पनि उपलब्ध गराउनु पर्नेछ। यसरी तपाईँको लिखित यो जुन लिखित भए तापनि निवेदनले माग गरेको स्वरूपमा सूचना उपलब्ध गराउँदा सूचनाको स्वरूप बिग्रिने, भत्किने, नष्ट हुने सम्भावना भएमा सूचना अधिकारीले सोको कारण खाली उपयुक्त स्वरूपमा निवेदकलाई सूचना उपलब्ध गराउनु पर्नेछ भनेको छ। यदि यसरी तपाईँको दफा 1 बमोजिम कुनै लिखत सामग्री वा काम कारबाहीको अध्ययन अवलोकन गर्नका लागि निवेदन दिएको भए सूचना अधिकारीले निवेदनको त्यस्तो लिखत सामग्री वा काम कारबाहीको अध्ययन र अवलोकनको निमित्त मुनासिब समय उपलब्ध
गराउनेछ भनेको छ। यसरी तपाईँको प्राप्त भएको निवेदन जाँच गर्दा निवेदकले माग गरेको सूचना आफ्नो निकायसँग सम्बन्धित नदेखिएमा सूचना अधिकारीले सो कुराको जानकारी तुरन्त निवेदकलाई दिनुपर्नेछ। आफूसँग नोट गर्न नमिल्ने रहेछ है, कसरी रहेछ भन्ने कुरा चाहिँ यो विषयमा तपाईँलाई उसले थाहा पाएन भने जानकारी दिन पर्ने रहेछ, उसले तुरन्त हामीले दिन सकिन्न अथवा हामी तपाईँसँग सम्बन्धित होइन भनेर जानकारी गराउनु पर्नेछ भनेर यसरी सूचनाको हक प्राप्त गर्ने कार्यविधि ऐनको दफा 7 मा व्यवस्था गरेको छ भनेर यसलाई संक्षिप्त रूपमा हजुरले लेख्ने प्रयत्न गर्नुहोला है। अब मैले अर्को प्रश्न छ यो निजामती यो हाम्रो जिन्सी खाताको विषयमा छ है। विशेष गरी मैले हजुरलाई जिन्सी खाता यो हजुरलाई एउटा मालेपो फारम नम्बर कतिमा छ, यो चाहिँ तपाईँको 408 मा छ होला है, 408 मा छ। 408 मा हुँदै गर्दा यो साबिकको 47 नम्बर फारम हो है। विशेष गरी जिन्सी खाता खप्ने माल सामानको हुन्छ र खर्च भएर जाने हुन्छ। मैले हजुरलाई यहाँ देखाएँ, यो चाहिँ यहाँ हजुरहरूको जिन्सी खाताको सन्दर्भमा हाम्रो विभिन्न खाताहरू हुन्छन्। जुन जिन्सी खाता मूल खाता हुन्छ, सहायक जिन्सी खाता हुन्छ। यहाँ हजुरलाई मैले खप्ने सामानको के देखाएँ भने जुन चाहिँ यो खाताको बारेमा हजुरले भन्दाखेरि चाहिँ यो एउटा महालेखा परीक्षकबाट सार्वजनिक सम्पत्तिको सही तरिकाले संरक्षण र व्यवस्थापन गर्नको लागि राखिएको व्यवस्थापन गर्नको अभिलेख प्रणाली हो, जुन चाहिँ नेपालको हकमा अहिले पब्लिक एसेट म्यानेजमेन्ट प्रणाली म्यानेजमेन्ट सिस्टम पाम्स अहिले पछिल्लो समयमा V2 भनेर भनेको छ, त्यसको व्यवस्थापन गरिएको छ भन्ने लेखिन्छ। जुनमा जहाँ के हुन्छ भन्दा जो जिन्सी सामानको नाम हुन्छ त्यो तपाईँको इकाइ हुन्छ, त्यसको तपाईँको त्यसमा स्पेसिफिकेसन हुन्छ, सामानको पहिचान नम्बर हुन्छ, मोडल नम्बर हुन्छ, उत्पादन गर्ने देश वा कम्पनीको नाम हुन्छ, साइज हुन्छ, अनुमानित आयु कति वर्षको हुन्छ, सामान प्राप्तिको स्रोत के हो, परिणाम हुन्छ, प्रति इकाइको दर कति हो, जम्मा पराल मूल्य कति हो, परिणाम कति हो, यस्ता विषयहरू कुराहरू तयारी गरिएको त्यस्तो खातालाई जिन्सी खाता भन्ने गरिन्छ भनेर संक्षिप्तमा यो कुरा लेख्न सक्नुहुन्छ है। यो कुरा हजुरहरूलाई मैले यही फर्मेटमा रहन्छ, यस्तो बनाउनै पर्छ भन्ने छैन, तर ती कुराहरू समावेश हुन्छन् भनेर मैले हजुरलाई मलेपो फारम नम्बर 408 मा व्यवस्था गरेको छ भनेर लेख्न सक्नुहुन्छ है। अब अर्को प्रश्न रहेको छ निजामती सेवाका ऐनमा हजुरलाई त्यहाँ चाहिँ सायद यसको कुरा सोधेको छ। अब प्रश्न रहेको छ यसमा यो आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अनुसार यो चाहिँ बेरोजगार फरछोड समिति भनेको छ। यसको अन्तिममा यहाँ हजुरहरूले हेर्नु गयो भने बेरोजगार फरछोड समितिको व्यवस्था गरेको छ। वित्तीय उत्तरदायित्व ऐनको तपाईँको बेरोजगार फरछोड र त्यसमा बेरोजगार फरछोड समिति भनेर उल्लेख गरेको छ। यो हजुरहरूले यही नै लेख्नु पर्दछ, किनभने यो नियम कानुनमा उल्लेख गरेका विषयहरू चाहिँ मैले यहाँ हजुरहरूलाई सरस्वती भन्न चाहेँ। यो हजुरहरूले यसैको विषयलाई अध्ययन गरेर यसको काम गर्दै बेरोजगारको विषयहरू सोध्ने हुँदाखेरि चाहिँ हजुरहरूले बेरोजगारका विषयहरूलाई चाहिँ कसरी छलफल गर्न सकिन्छ, समितिको काम गर्ने अधिकार के हो भन्ने कुराहरू चाहिँ बेरोजगार फरछोड गराउने, बेरोजगार लगत राख्ने है, यो तपाईँको पुरानो कुरा छलफल गर्ने र यसको फरछोड गर्ने भन्नुहुन्छ, बेरोजगार फरछोड गराउनु बजुरात हुन्छ है। यो विषयहरू हेर्नुहोस्, सामान्यतया प्रक्रियाबाट फरछोड हुन नसकेका बेरोजगारहरूलाई नेपाल सरकारले सार्वजनिक लेखा समिति र महालेखा परीक्षाको रायले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी देखाएका बेरोजगार फरछोड गर्न सकिनेछ, जहाँ प्रतिनिधि सभा सार्वजनिक लेखा समितिले तोकेका समितिको सदस्य अध्यक्ष हुन्छ, महालेखा परीक्षकले तोकेको उपमहालेखा परीक्षक नायब महालेखा सदस्य हुन्छ, अर्थ मन्त्रालयको सचिव निजले तोकेको कम्तीमा पत्राङ्कित प्रथम श्रेणीको अधिकृत सदस्य हुन्छ, महालेखा नियन्त्रक वा निजले तोकेको महालेखा नियन्त्रक कार्यालयको राजपत्रिका प्रथम श्रेणीको अधिकृत सदस्य हुन्छ र कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयको प्रमुख सदस्य सचिवको रूपमा रहेर बेरोजगार फरछोड समिति रहेको हुन्छ। यो चाहिँ आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व 2076 को दफा 42 मा यो व्यवस्था गरेको छ भनेर बेरोजगार फरछोड समितिको। अब हजुरले काम गर्ने अधिकार फेरि सोध्न सक्छ, तर अहिले हजुरले यसमा सोधेको छैन। यो चाहिँ समितिको व्यवस्था गरेको छ भनेर हजुरले लेख्न सक्नुहुन्छ है।
अब यो प्रश्न पछाडि हजुरहरूलाई अर्को प्रश्न रहेको छ, अब लोकसेवा आयोगको काम कर्तव्य अधिकार भनेको छ, यो पनि संविधानबाटै बेसिकल्ली संविधानभित्रै रहेको कारणले गर्दा मैले हजुरलाई संविधानभित्रको यो विषय भन्न चाहेँ। नेपालको संविधानमा भएका विषयहरूमा यस्ता विषयहरूलाई चाहिँ कानुनबाटै हजुरहरूले लेख्नुपर्ने कारणले गर्दा मैले लोकसेवा आयोगले गर्ने काम कर्तव्य अधिकारहरू के कस्ता हुन सक्छन् भनेर यो इक्जाममा सोधिरहेको कारणले गर्दा मैले हजुरलाई यो विषय यहाँ चाहिँ सरसर्ती भनिदिन चाहेँ। लोकसेवा आयोग सम्बन्धी व्यवस्था भाग 23 को धारा 242 मा व्यवस्था गरिएको छ, जसमा के छ भन्दा एकजना अध्यक्ष र 4 जना अन्य सदस्य रहने व्यवस्था गरिएको छ। विशेष गरी यसले के कस्ता काम गर्ने गर्दछ भन्दा निजामती सेवाको पदमा नियुक्तिका लागि उपयुक्त उम्मेदवार छनौट गर्ने र परीक्षा सञ्चालन गर्ने काम लोकसेवा आयोगले गर्ने गर्दछ है। यसरी निजामती सेवाको पद बाहेक नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अन्य सङ्घीय सरकारी सेवा र सङ्गठित संस्थाको पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षामा लोकसेवा आयोगले सञ्चालन गर्नेछ है। यसरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल अन्य सरकारी सेवा पदमा बढुवा गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तको विषयमा लोकसेवा आयोगको परामर्श लिनुपर्नेछ भनेको छ है। त्यसै गरी कुनै पनि सङ्गठित संस्थाको सेवामा कर्मचारीको सेवामा शर्त सम्बन्धी कानुन र त्यस्तो सेवाका पदमा बढुवा र विभागीय कारबाही गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तको विषयमा लोकसेवा आयोगको के गर्नुपर्नेछ, परामर्श लिनुपर्नेछ भनेको छ। त्यसै गरी नेपाल सरकारबाट निवृत्तिभरण पाउने पदमा लोकसेवा आयोगको परामर्श बिना नियुक्ति गर्न पाइने छैन र विशेष गरी यो देहाइको अवस्थामा लोकसेवा आयोगसँग राय लिनुपर्नेछ भनेको छ। निजामती सेवाको शर्त र कानुन सम्बन्धीको विषयमा सँगै निजामती सेवा र पदमा नियुक्ति, बढुवा विभागीय कारबाही गर्दा अपनाउनु पर्ने सिद्धान्तको विषयमा निजामती सेवामा 6 महिनाभन्दा बढी समयका लागि कानुनमा नियुक्ति गर्दा उम्मेदवारको उपयुक्तताको विषयमा एउटा प्रकारको निजामती सेवाबाट अर्को प्रकारको निजामती सेवामा, अन्य सरकारी सेवाबाट सङ्घीय निजामती सेवामा बढुवा वा सरुवा गर्दा, प्रदेशको निजामती सेवाबाट सङ्घीय निजामती सेवा बढुवा सरुवा गर्दा अपनाउनु पर्ने, सेवा परिवर्तन गर्दा स्थानान्तरण गर्दा अपनाउनु पर्ने उम्मेदवारको योग्यताका विषयहरूमा है लोकसेवा आयोग लिनु नपर्ने भन्ने अवस्थाको पदमा बहाल रहेको कर्मचारीले लोकसेवा आयोगको परामर्श लिनुपर्ने पदमा सरुवा बढुवा गर्दा र सँगै कर्मचारीलाई दिने तपाईँको विभागीय सजायको विषयमा चाहिँ लोकसेवा आयोगको तपाईँको के हुनेछ, परामर्श चाहिनेछ भनेर यस्ता विषयहरूलाई चाहिँ लोकसेवा आयोगको काम कर्तव्य अधिकार राखेको छ र अध्यक्ष अनि सरकारले तोकेको कानुनलाई तोकेको अधीनमा रही काम गर्न, प्रयोग गर्न, पालना गर्ने, प्रत्यायोजन गर्न सक्नेछ भन्ने यो कुरा राखेको छ। यो चाहिँ लोकसेवा आयोगका काम कर्तव्य र अधिकारभित्र रहेका छन् है। अब निजामती कर्मचारीले पाउने विधाहरू भनेको छ, हजुरहरूलाई मैले यो कुरा निजामती सेवा ऐन दफा 49 को दफा 49 मा गरिएका निजामती सेवा पाउने निजामती कर्मचारी के कस्ता विधाहरू पाउने गर्दछन्, निजामती कर्मचारी कस्ता विधाहरू पाउने गर्दछन् भन्ने विषयहरूमा हजुरहरूले मैले सरसर्ती तपाईँको जुन जुन विधाहरू पाउँछन् निजामती कर्मचारीले, यो विषयहरूलाई मैले हजुरहरूलाई यहाँ पस्किन चाहेँ। जुन चाहिँ भैपरी आउने विधा होइन, घर विधा होइन, प्रसुति सेयर विधा, यी विषयहरू हुने गर्दछन्। यो हजुरहरूले पक्कै पनि लेख्नु भएको छ ल, मैले पनि यहाँ दफामा तपाईँको कतिमा व्यवस्था गरेको छ। यो निजामती सेवा ऐनमा यी विषयहरू तपाईँको हामीले कर्मचारी भइसकेपछि प्राप्त गर्ने विषयहरू भएको कारणले गर्दा मैले यो विषयलाई हजुरलाई इक्जाममा सोध्ने, कहिलेकाहीँ छोटो रूपमा संक्षिप्त रूपमा अरू विधाहरूको पनि पाउने सोध्न सक्ने सम्भावनाको कारणले गर्दा चाहिँ हजुरलाई मैले यो विषय राखिदिएको थिएँ है। यी विषयहरू छन् हेर्नु त। निजामती सेवा पाउने कर्मचारीले विशेष गरी एउटा यो चाहिँ परिच्छेद 10 को दफा 71 मा निजामती कर्मचारीले कस्तो विधा पाउने गर्दछन् भन्दा भैपरी आउने विधा र प्रभाव विधा, घर विधा, बिरामी विधा, प्रसुति विधा, प्रसुति सेयर विधा, क्रिया विधा, अध्ययन विधा अथवा असाधारण विधा है र बेतलबी विधा पनि हुन्छ।
तपाईँको यस्ता विषयहरू चाहिँ तपाईँको निजामती कर्मचारीले प्राप्त गर्ने गर्दछन् भनेर हजुरहरूले लेख्न सक्नुहुन्छ है। निजै यो चाहिँ तपाईँको दफा भएका विषयहरूलाई खुलाएरै लेख्नुभयो भने अझ राम्रो हुने कारणले गर्दा मैले हजुरहरूलाई यो विषय राखेँ। अब यति नै हजुरलाई आजको कानुनी बाटोमा भएका क्वेसनहरू मैले सरस्वती कानुनै पल्टाएर किन भने तपाईँहरूले निजामती सेवा ऐन है, संविधान, आवधिक योजना, बजेट होइन, यस्ता कानुनका विषयहरूलाई चाहिँ अलिकति हजुरहरूले पढ्दै जानुभयो भने त्यो ओभरलिङ गरेर लेख्न सकिने र आफूलाई पनि नलेज हुने कारणले गर्दा मैले हजुरहरूलाई यो विषय सेयर गर्न चाहेँ। अब साथीहरूको केही त्यस्तो इन्क्वायरी छ भने प्रश्न छन् भने म हजुरहरूलाई यो चाहिँ टुल बक्समा, मेसेज बक्समा राख्न हार्दिक अनुरोध पनि गर्दछु।